हेलो एभ्रिवान गुड मर्निङ। म सबैभन्दा पहिला उठे त भन्न सक्दैन, तर सेकेन्डमा चाहिँ मै उठेको। उठिसकेपछि लागेमा ब्रस गर्नेतर्फ, सँगसँगै मैले मुख पनि धोएँ। र तपाईँहरू यता हेर्न सक्नुहुन्छ, यो छ नि द डर्माको फेस वास पिम्पल र एक्नीको लागि एकदमै राम्रो छ कि मलाई युज गरेँ, मलाई राम्रो लाग्यो, त्यही भएर मैले तपाईँहरूसँग सेयर गरेको हो। ल फेरि अब लागौँ हामी हाम्रो कामतर्फ। सर्वप्रथम मैले तताएँ दुध तताइसकेपछि लागेँ म चिया बनाउनेतर्फ। केही छिनमा हेर्न सक्नुहुन्छ हाम्रो चिया पनि पाक्यो। त्यत्तिकैमा क्या मेरो फुपूको फ्यामिलीहरू पनि आइपुगे। उहाँहरूको स्वागत गर्दै मैले बिचारी बोल्ने लगाइदिएँ कामतर्फ। हेर्न सक्नुहुन्छ उसले पिठो मिचिरहेछ। त्यत्तिकैमा फोन हेर्दै हेर्दै मेरो भाइ पनि उठेर आयो। फुपूलाई भने मैले एलपिजी ग्यासको समस्याको कारणले फुपू चुलोमा आगो बालिदिनु, म चाहिँ बनाउँछु रोटी चुलोमा। केही छिनमा म रोटी बनाउनेतर्फ लागेर मैले रोटी बनाइ पनि सकेँ। सबैले चिया नास्ता दिएर आफूले पनि लास्टमा खाएँ। त्यसपछि बाबुसँग बसेँ, एकछिन घुमेँ फेरेँ। फुपू आउनुभयो, बाबुले हेर्नुभयो। त्यसपछि म लागेँ फेरि आफ्नो कामतर्फ। मैले लगाएँ झाडु, बहिनी भाँडा धुनले पानी भर्दै छ। यसको एकदमै मन नपर्ने काम भनेको त्यही हो। फेरि त्यसले त्यही गर्छ कि के गर्नु। बजेले त्यो पानीमा साग पखालिदिनु भयो रहेछ। त्यो पानी फ्याँकेर फेरि नयाँ पानी भरेर फेरि यो लाग्छ आफ्नो कामतर्फ। यो यता भाँडा धुँदैछ, बजे यता फेरि मास सफा गर्दै हुनुहुन्छ। त्यत्तिकैमा म लागेँ चामल बसाएर भात पकाउनेतर्फ। मैले यता काम गरिसकेर बजे यता मास पिस्दै हुनुहुन्छ र सँगसँगै मसला पनि पिस्दिनु भयो। र म लागेँ यता साग बनाउनेतर्फ। हाम्रो साग पनि रेडी भयो केही छिनमा। र हामी अछामीहरूको एकदम फेभरेट चिज भनेको यो फाँडो हो के, जुन पनि फेस्टिभलमा पाक्छ, यो तपाईँहरूलाई थाहै होला। र हाम्रो बजेको फेरि मान्यता यो छ कि फलामको कडाइमा बनाएको फाँडो एकदमै टेस्टी हुन्छ। र उहाँको रुल्स एन्ड रेगुलेसन फलो गर्दै मैले बनाएँ, फाँडो पनि पकाइसकेँ। त्यसपछि हाम्रो फाँडो भयो रेडी, हेर्न सक्नुहुन्छ। त्यसपछि मैले खाना खाएँ। खाना खाइसकेपछि मेरी बहिनी यता लुगा धुँदैछ। त मलाई आज मेरी फेभरेट साथीहरूसँग मिल्न जानु थियो कि प्लस टूकी साथीहरू, एकदमै हामी सँगै बेन्चमा बस्थ्यौँ। एकदमै मिल्ने साथी, एकदम एक्साइटेड म रेडी भएँ। भिडियो बनाउनै बिर्सेँ जल्दी जल्दीमा। र त्यसपछि हेर्न सक्नुहुन्छ हामी बसमा बसिसकेपछि लास्टै भिड थियो कि बसमा उभिएर गएँ म। फेरि म उता पुगिसकेको रहेछु, मेरो साथीहरू कोही पनि आइछन्। एकछिन बसेँ, वेट गरेँ, 2-4 भिडियो बनाएँ। फेरि आएँ मेरी साथी पागलले, हेर्न सक्नुहुन्छ। यो त आइहाल्यो तर अर्की साथीको चाहिँ भिडियो बनाउन बिर्सेँ के। त्यसपछि हामी फेरि बसमा बस्यो, हेर्न सक्नुहुन्छ। अर्की साथी भनेको यही पागलनी हो, वर्षा हो यसको नाम। यिनीहरूको खुसी हेर्न सक्नुहुन्छ। केही छिनमा हामी चिसापानी पुग्यौँ। पुगिसकेपछि हामीहरू यताउति घुमेँ, हेर्न सक्नुहुन्छ हामीहरूको भिडियो। हामीहरू तिनटिकै जहाँ गए पनि हाम्रो फोटो खिच्नु भिडियो बनाउनु भनेको एकदमै मनपर्ने कि तिनटैलाई। उसले पनि फोटो खिची भिडियो बनाएँ, मैले पनि गरेँ। हामीहरू सबैले भिडियो सिडियो बनायौँ। बनाइसकेपछि हेर्न सक्नुहुन्छ हामी नास्ता खान जुन पसलमा गएको थियो त्यहाँ लास्टै भिड थियो कि, त्यो कारणले मैले भिडियो पनि बनाइनँ, मलाई आफै झ्याउ लाग्यो। त्यसपछि फेरि हामी रिटर्न हुनेतर्फ लाग्यौँ। हामी बस्यौँ गाडीमा, हेर्न सक्नुहुन्छ। त्यसको ठाउँ थिएन, बाजेको कोखमा काखमा बसिसक्यो त्यो। त्यसपछि हामीहरू उत्र्यौँ लम्कीमा, हेर्न सक्नुहुन्छ। यसले